हेलो एभ्रिवान एन्ड वेलकम टु जिज्ञासा नेपाल। आज चाहिँ हामी क्लास 10 को सिम्याथबाट क्वेसन नम्बर 3 मा सोधिने कम्पाउन्ड ग्रोथ एन्ड डेप्रिसिएसन को बारेमा हामी हेर्नेछौँ। सो सुरुमा छ ग्रोथ, राइट। सो ग्रोथ भनिसकेपछि हामीले जहिले पनि पोजिटिभ भनेर बुझ्छौँ, राइट। सो अब कुनै पनि गुड्स अथवा कुनै पनि अब्जेक्ट्सहरूको भ्याल्यु चाहिँ नि इन्क्रिज्ड भएको केसलाई भन्छ हामीले ग्रोथ। सो अब हामीले पपुलेसनको केसमा नै हामीले हेर्यौँ भने पनि अब एउटा पर्टिकुलर प्लेसमा इनिसियल पपुलेसन चाहिँ नि 2000 थियो, राइट। भने आफ्टर सर्टेन टाइम पिरियड केही वर्षपछि चाहिँ नि त्यो 2000बाट 20,000 पपुलेसन पुग्यो त्यो एरियामा। भने 2000 देखि 20,000 सम्म हुँदाखेरि त 18,000 को इन्क्रिमेन्ट भयो। 18,000 को इन्क्रिमेन्ट भइसकेपछि त्यो पर्टिकुलर एरियाको पपुलेसन चाहिँ नि ग्रोथ भयो, राइट। अब हामीले टाइम स्केलको बेसिसमा नै हेरौँ। अब 1990 AD 2000 AD र 2010 AD छ, राइट। अब 1990 AD को अब पपुलेसनलाई चाहिँ नि पी मान्यौँ, राइट। भने अब आफ्टर केही समयपछि त पपुलेसन इन्क्रिज पनि हुन सक्छ, पपुलेसन डिक्रिज पनि हुन सक्छ। सो पपुलेसन इन्क्रिज भएको केसलाई भन्यो पपुलेसन ग्रोथ, राइट। सो अब यो बिगिनिङको पपुलेसनलाई चाहिँ भन्यो हामीले पी र यो पपुलेसनलाई चाहिँ भन्यो हामीले पीटी भनेको पपुलेसन आफ्टर टाइम टी। अब यो बिगिनिङको पपुलेसन र पीटी को बीचको यो ग्याप छ, यो ग्यापलाई चाहिँ हामीले कम्पाउन्डिङ गरेर हेर्छौँ, राइट। सो त्यो कम्पाउन्डिङ गर्दाखेरि हाम्रो फर्मुला छ PT equals to P naught 1 plus R upon 100 T, right. This formula is similar to this compound amount annually, right. So हामीले compound amount annually गर्दाखेरि पनि हामीले similar kind of formula use गरेको थियौँ। So यो भयो पपुलेसनको केसमा। इफ हामीलाई पपुलेसन नभएर हामीलाई भ्याल्यु दिएको छ, राइट। भ्याल्यु दिएको छ भने VT equals to V naught 1 plus R upon 100 T। अब यसमा PT भनेको के हो त? PT भनेको भ्याल्यु आफ्टर इन्क्रिमेन्ट अनि यहाँनिर PO छ, हामीले युजली पी नट भनेर भन्छौँ। सो यो PO भनेको चाहिँ के हो त? यहाँनिर भनेको ओरिजिनल पपुलेसन एन्ड हियर R रिफर्स टु रेट एन्ड T रिफर्स टु टाइम टेकन। सो अब पपुलेसन अनि भ्याल्युजहरू जहिले पनि इन्क्रिज हुन्छ भन्ने हुँदैन, राइट। सो अब कुनै ठाउँमा चाहिँ वारहरू अथवा अरू केही कारणले गर्दाखेरि चाहिँ पपुलेसनहरू डिक्रिज हुन सक्छ। भ्याल्युको अब कुनै पनि गुड्सहरूको भ्याल्यु चाहिँ डिक्रिज हुन सक्छ इन्क्रिज हुनुपर्नेको ठाउँमा। सो त्यो केसलाई भने हामीले डिप्रिसिएसन, इन्क्रिज नभएर डिक्रिज हुने, राइट। सो यसमा पनि हाम्रो फर्मुला छ PT इक्वल्स टु P नट 1 माइनस R अपन 100 T। यो भयो हामीलाई पपुलेसनको केसमा। सो अर्को छ VT इक्वल्स टु V नट 1 माइनस R अपन 100 T। दुईटै फर्मुला सिमिलर छ, राइट। सो यो अब यो ग्रोथमा चाहिँ नि पोजिटिभ अनि डिप्रिसिएसन भनेको चाहिँ नि नेगेटिभ भ्याल्यु, डिक्रिज भइसकेपछि नेगेटिभ भ्याल्यु भयो। यसमा यो हाम्रो इन्क्रिज्ड भ्याल्यु भयो भने दिस वान इज द डिक्रिज्ड भ्याल्यु। डिक्रिज्ड भ्याल्यु, दिस वान इज द ओरिजिनल पपुलेसन, R रिफर्स टु रेट एन्ड T रिफर्स टु टाइम पिरियड। सो हामीलाई मेनली चाहिने भनेको यो दुईटा फर्मुला। सो अब हामीलाई क्वेसनमा चाहिँ नि कुनै बेलामा फाइन्ड इन्क्रिज्ड भ्याल्यु अर डिक्रिज्ड भ्याल्यु भनेर दिन्छ। सो एट दैट टाइम इन्क्रिज्ड भ्याल्यु को फर्मुला छ PT माइनस P नट भनेको अहिलेको पपुलेसन कति छ र पहिलाको पपुलेसन कति छ।
अहिलेको माइनस पहिलाको गर्दाखेरि त हाम्रो कति नम्बरले इन्क्रिज भयो भनेर त वी क्यान फाइन्ड हियर, राइट। अब पपुलेसनको केसमा नभएर हामीलाई भ्याल्यु दिएको छ भने पनि इट इज सेम, राइट, किनभने हामीले यहाँनिर दुईटा फर्मुला लेख्दै आइरहेको छ, एउटा पपुलेसनको केसमा एउटा भ्यालुको केसमा। सो अब यहाँनिर छ हामीलाई डिक्रिज भ्यालु खोज भनेर दियो भने एट द टाइम वाट टु डु, राइट। सो यसमा चाहिँ नि पहिलेको पपुलेसन कति थियो र अहिलेको पपुलेसन कति छ। सपोज अब पहिलेको पपुलेसन चाहिँ नि 15,000 थियो, अहिलेको पपुलेसन चाहिँ नि घटेर 10,000 मा आयो भने 15,000 माइनस 10,000, 5,000 ले चाहिँ डिक्रिज भयो, राइट। सो यसरी नै हामीले यो भ्यालु दिएको केसमा पनि फाइन्ड गर्न सक्छौँ। So this is all about the basic concepts of compound growth and depreciation. So अर्को भिडियोमा चाहिँ नि हामी अब यही रिलेटेड न्यूमेरिकल्सहरु नै सल्भ गर्ने नै छौँ। So see you in the next video. Until then, keep learning, keep practicing.